सो हाई गाइज वेलकम टु माई ब्लग। आज हाम्रो यहाँ कुकिङ कम्पिटिसन चलिरहेछ। मम्मी चाहिँ खाना बनाइराखेको छ। आज गुन्द्रुक बनाउँदैछिन्छ, यहाँ रेडी हुँदैछ। अनि डेडी चाहिँ जिस्केर छिची छिची भन्छु अहिले भर्खर गुन्द्रुकलाई। अनि डेडी चाहिँ आफ्नो साग बनाउँदैछिन्छ। अनि यहाँ मम्मी पकाइरहेको छ, पाकिरहेछ। अनि म चाहिँ आफ्नो यसो डेजर्ट बनाउने तर्खरमा छु। कोदोको लड्डु एन्ड यो चाहिँ मेन इन्ग्रिडियन्टहरू हो। कोदो लिएको छु, सक्खर लिएको छु, अनि यो चाहिँ हजुरको काजु अनि आल्मोन्ड्स, अनि त्यसपछि हजुरको यो पिस्ता होइन, पम्पकिन सिड। खै देखाइसयो त के बनाइसकेको छ हजुरले। डेडीको चाहिँ यहाँ साग बनिरहेछ। ओहो, हेर्दै खाम जस्तो। ल अब यता साइडमा म बनाउँछु। यहाँ मम्मी बाबुको लागि बनाइराखेको छ। सो सबभन्दा पहिले चाहिँ हामी नट्सहरू रोस्ट गर्नेछौँ। हल्का गोल्डन ब्राउन हुनेसम्म। नट्स गोल्डन ब्राउन भुटिसक्यौँ है। अब चाहिँ हामी कोदोको पिठोलाई भुट्नेछौँ। कोदोको लड्डु चाहिँ एकदम राम्रो हो हेल्थको लागि। यसमा एकदम धेरै क्याल्सियम हुन्छ। सो यो बनाएर मैले बाबुलाई पनि खुवाउने विचार गरिरहेको छु। 1 इयर प्लसको बच्चाहरूलाई दिँदा हुन्छ। यो हजुरहरू हेर्न सक्नुहुन्छ अलिकति हल्का ब्राउन जस्तो भएको छ। अब यसमा चाहिँ हामी 2 चम्चा घिउ एड गर्नेछौँ। मैले घिउ एड गरेको छु। अब एकछिन यो चलाउने। घिउ हालेर चलाएपछि यस्तो हुन्छ। यसलाई अब हामी एकछिन अझै भुट्नेछौँ मजाले। सो डेडीले कोदोको पिठो भुट्दैछिन्छ। म चाहिँ अलिकति यहाँ नट्सहरूलाई स्म्यास गर्दैछु। यत्तिको ग्राइन्ड गरिसक्यो। अर्को इन्ग्रिडियन्ट लिएको छु सुकमेल। यसलाई पनि हामी पाउडर बनाउनेछौँ। यस्तो कलर आउँछ हजुरको। यो भइसकेको छ। थोरै पानी लिएको छु यति। अब हामी चास्नी बनाउनुतिर लाग्नेछौँ। यसमा म गुड एड गर्नेछु। हाम्रो गुड अलमोस्ट भइसकेको छ। यस्तो थिक भइसक्यो। अब चाहिँ यसलाई हामीले मिक्स गर्नेछौँ। यसलाई अघि बनाएको कोदोको पाउडरमा मिक्स गर्नेछौँ। सो हाम्रो लड्डु इज रेडी। हाम्रो लड्डु रेडी भइसकेको छ। बाबुलाई चाहिँ खानालाई लड्डु गाह्रो हुन्छ भनेर मम्मीले बाबुको लागि चाहिँ पेडा बनाइदिएको छ। ल अब चाहिँ टेस्टिङ टाइम। फर्स्ट टेस्टर मम्मी खाएर भन्छु कस्तो छ। कस्तो छ? Oh, we all are having laddus. Very weird and
सो म लड्डु बनाउन्जेल लिएर यहाँ दुईजना यसरी बसिरहेछन् लड्डु हाई नाना ए नाना सो मेरो छोरा एन्ड बाबु दुवैजनाले इन्जोय गर्दैछन् बाबुले बाइक गरेर